माघ 1 गते लाग्ने माई मेलाको लागि पवित्र धार्मिक स्थल कन्काई माई सिँगारिँदैछ। यसका धेरै किम्वदन्तीहरू रहेका छन्। भनिन्छ पाण्डवहरूलाई तिर्खा लाग्दा अर्जुनले आफ्नो गाण्डीव धनुषले जमिनमा प्रहार गरेर जल निकालेका थिए। त्यही जलधारापछि कन्काई नदीको रूपमा बग्न थालेको मानिन्छ। माघे सङ्क्रान्तिको महत्त्व अनुसार यस दिन स्वर्गका देवताहरू पनि अवश्य रूपमा कन्काई नदी स्नान गर्न आउँदछन्। स्थानीय लोककथा अनुसार पहिले पहिले कन्काई नदीमा नुहाउँदा सुनका कणहरू भेटिने गर्दथे र यसलाई देवीको आशीर्वाद समेत मानिन्थ्यो। यो मेला केवल धार्मिक मात्र नभई सांस्कृतिक सङ्गम पनि हो। झापा, मोरङ, सुनसरीदेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका श्रद्धालुहरू यहाँ आउने गर्दछन्। यहाँको कोटीयोम क्षेत्रमा गरिने पूजाआजा र दीप प्रज्वलनले यसको आध्यात्मिक गरिमा अझ बढाएको मानिन्छ।